हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, आरामै छु गाइज। अनि अहिले चाहिँ म मुभब्याङ गर्दैछु, एकदम मिठो भइरहेछ चटपटे। यो चाहिँ दोकानबाट किनेर ल्याएको चटपटे हो अनि यसमा चाहिँ मैले भुजा माथिबाट मिक्स गरेको छु अनि खाँदैछु, एकदम मिठो भइरहेको छ। त्यसो गर्दाखेरि धेरै पनि देखिन्छ हैन, धेरै पनि हुन्छ। अनि मेरो ब्लगलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, फेसबुकमा फलो गर्नु होला, इन्स्टाग्राममा पनि मलाई फलो गर्नु होला गाइज हैन, टिकटकमा पनि फलो गर्नु होला, पोपोमा पनि फलो गर्नु होला गाइज हैन। अनि म चाहिँ एकदम मिठो मानेर हैन खाँदैछु, मिठै छ चटपटे हैन, एकदमसँगले मिठो छ चटपटे हैन। म खाँदैछु गाइज हैन, खाँदैछु गाइज, मिठो भइरहेको छ, पिरो पनि छ हैन, मिठो पनि छ, पिरो पनि छ, अमिलो पिरो एकदम दामी छ गाइज हैन। म खाँदैछु चटपटे, तपाईहरु पनि घरमा बनाएर खान सक्नुहुनेछ हैन। म चाहिँ मुभब्याङ गर्दैछु अहिले एक्लै भएर हैन, अब पछि साथीहरु हैन, भाइ बहिनीहरुलाई पनि ल्याउने छु हैन। अहिले चाहिँ म एक्लै मुभब्याङ गर्दैछु गाइज हैन, तपाईहरु पनि खान सक्नुहुनेछ चटपटे, एकदम मिठो हुन्छ चटपटे हैन। म चाहिँ खाँदैछु, एकदम मिठो भइरहेको छ, एकदम टेस्टी पनि छ गाइज हैन, एकदम टेस्टी पनि छ, मिठो पनि छ हैन। तपाईहरु पनि खान सक्नुहुनेछ हैन। म चबै खाँदैछु, कति मजाले हेर्नु त गाइज। तपाईहरु पनि खान सक्नुहुनेछ चटपटे, म खाँदैछु गाइज, मुभब्याङ गर्दैछु, मिठो भइरहेको छ। बेला हिच्की पनि आउँछ गाइज मलाई चाहिँ हैन, पिरो खाएको बेला चाहिँ मलाई प्राय जसो हिच्की आउँछ। तपाईहरु पनि खान सक्नुहुनेछ चटपटे हैन, एकदम मिठो भइरहेको छ, चबै खाँदैछु, एकदम टेस्टी छ गाइज, अरु भन्दा पनि एकदम टेस्टी छ, मिठो पनि छ, टेस्टी पनि छ गाइज। तपाईहरु पनि बनाएर खान सक्नुहुनेछ गाइज हैन। र आजलाई यति नै, बाइ गाइज।